नयाँ त होइन, सजिलो रेसिपी है त। यो आटा, कोदो, इस्ट, नुन अनि चिसो पानी। आटा 400 ग्राम छ, कोदो 50 ग्राम, 7.5 ग्राम नुन र 7.5 ग्राम इस्ट। गर्मीको महिनामा इस्ट कम गर्न सकिन्छ र 300 ml पानी छ, धेरै थोरै चाहिँ थपगड गर्न सकिन्छ। बाउलमा हालेँ कोदो, नुन र इस्ट। अब आफ्नो धारणा छ नुन र इस्ट सँगै राख्नुहुन्न भन्ने, म चाहिँ राख्छु है। हजुर होइन, सँगै राख्ने खासै धेरै फरक चाहिँ पर्दैन। त्यो इन्डस्ट्रियल इस्टहरू चाहिँ एक्टिभ हुन्छ, यिनीहरू काम गर्छ। तर घरले इस्ट जुन हामी स्टार्टरहरू बनाउँछ तिनीहरू चाहिँ अलिकति कमजोर हुन्छ। ल अब मैले मैदा राखेर के अरे पानी राखेर यसलाई मैले डो बनाउँछु है त। ल अब यसलाई मुस्ने 15 मिनट जति मुसेपछि 2 घन्टा हामी बल्क फर्मेन्टेसनमा राख्छौँ। अनि फेरि हामी यसलाई सेपिङ गरेर एउटा आकार दिएर 2 घन्टा जति छोपेर राख्छौँ अनि बेक गर्छौँ आधी घन्टाको लागि। अनि रेडी हुन्छ क्रिस्पी हेल्दी होममेड कोदोको पाउरोटी। ल सञ्जीव कपुर भन्ने सेफ थाहा छ? थाहा छैन? त्यसमा तपाईँ सेफ बन्नुहुन्न। ऊ त माथिको फोटो कसको? बर्बाद भयो त, बर्बाद भयो त। भोलि कस्तो बन्ने भन्दा त एउटा चाहियो नि त। भोलि कस्तो बन्ने 100% नबने पनि थोरै बन्नु पर्ला नि त। उहाँको भिडियोहरू हेर्नुहोस्, मेरो पनि इन्सपिरेसन। मलाई जुन सेफलेस बेक एकजना डच सेफ हुनुहुन्छ, उहाँले सिकाउनुहुन्छ, उहाँको ट्रेनिङ एकैचोटि भएको हो, एकै ठाउँमा सिक्नु भएको उहाँहरूले। मेरो अर्को टिचरको साथी हुनुहुन्छ। अब ग्लोबली धनी सेफहरूमा हेऱ्यो भने पेस्ट्री सेफ मात्रै सबैभन्दा धनी हो। धेरै मुस्नु भएन। यो आटा र कोदोको पाउरोटी बनाउँदैछु। अब यो धेरै मुस्यो भने चाहिँ यसको ग्लुटेन अलिकति कमजोर हुन्छ यो आटामा, त्यही भएर अलिकति थोरै मुसेर यसलाई म कम्प्लिट गर्छु। पानी चाहिँ अलिक धेरै राखेँ, किन भन्दा यो मलाई मुस्न सजिलो हुन्छ। 300 ग्राम पानी जोखेको थिएँ, अलिकति थपिदिएँ मैले। र इन्डस्ट्रियल स्केलमा बनाउँदै हुनुहुन्छ बेकरहरूले भने पानी 60% इज आइडल है। 600 ग्राम 600 ml 1 kg राख्नुहुन्छ भने यो चाहिँ ठिकठाक हो। यसले चाहिँ राम्रो क्रस दिन्छ अनि ग्रोथ पनि राम्रो दिन्छ। तर डिपेन्ड्स, त्यसलाई हाल्दाखेरि चाहिँ अलिक स्लोली युज गर्दै जाने, एकैचोटि धेरै युज नगर्नुहोस्, डो गिलो हुन्छ। हुकले चाहिँ डोलाई तान्न सक्दैन। सुरुमा पिकअप फेजमा थोरै हाल्नुहोस्, 50% एड गर्नुहोस्। जब डो बल बन्न थाल्छ अनि निडिङ गर्दा चाहिँ लिटल बाई लिटल तपाईँ थप्दै जानुहोस्। हो, यही नै हो सजिलो। मैले चाहिँ अलिकति अल्छीवाला आइडिया लगाएको है, पर्छ। यो चाहिँ फलेको कोदोको क्लियर कलर देखिन्छ यहाँ। गिलो भयो त? ल अब हामी यसको चाहिँ 4वटा लोफ बनाउँछौँ। एउटा मोल्डमा राख्ने कि है? कस्तो छ हामीसँग? चिटिक्कको त्यो छ हामीसँग, स्टिलको के भन्छ पाउरोटीको मोल्ड छ 4वटा। हो त्यस्तो त फ्रुटकेकवाला। 350 ग्राम अनि यो 70 अराउन्ड 100 ग्राम। ल 120। ल 350। मैले 350 को 2टा बल बनाएँ। 350 को 2टा बल बनाएँ। यसलाई म धेरै प्रेसर दिनेवाला छैन। यसलाई म जेन्टली यसलाई म सेपिङ गर्छु। ल
यो चाहिँ लोफ ओपन लोफ हुन्छ। यो चाहिँ म मोल्डमा पकाउँछु। मोल्डमा पकाउनको लागि यसरी चारैतिरबाट यसरी यसलाई टाइट गर्छु अनि फेरि यो कोइल फोल्ड भन्छ नि, कोइल बनाएको जसरी ल यसरी यसरी टाइट बनाउँछु। सो डन। अनि अर्को हाम्रो एउटा पुन्टे ब्रेड, यो सानो एउटा बनाउँछु अनि डन। ल एउटा यो चाहिँ तेल अलिक धेरै भएछ है, त्यसरी तेल एकदम एकदम थोरै लाउनुपर्छ क्या त्यो। ल यो भयो। ल लगेर प्रुफरमा हालिदिनुहोस्। तेल एकदम धेरै भयो, त्यो एकदम थोरै गर्नुहोस्। ल यसलाई लगेर प्रुफरमा राखिदिनुहोस्। जाडोले गर्दा ढिला फुल्यो डो चाहिँ। यु क्यान सी माइक्रो बबल्स थोरै डेभलप हुँदैछ बिस्तारै, इनिसियल फेजमा छ। ल कोदोको पाउरोटी है त। ल अब यसलाई म स्केलिङ गर्छु र डिभाइड गर्छु। 350 ग्रामको लोफ बनाउँछु है त, मिडियम साइजको। एउटा घरको परिवारलाई, सानो परिवारलाई एक छाक हुन्छ यो 350 ग्रामले। ल 350 अनि एउटा सानो 150। ल अब यसलाई यसलाई म यसलाई के गर्छु, 4 पाटे बनाउँछु। यसलाई के गर्ने, थोरै फ्लावर दिँदा पनि हुन्छ, थोरै आटा छर्दा नि हुन्छ टेबलमा ताछियो भने। अनि यसलाई कोइल फोल्ड गर्ने, कोइल फोल्ड भन्छ। यसरी गोलो 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 बनाउँदै जाने। अनि यसलाई फेरि आधा घन्टा राखेर मोल्डमा राख्दा पनि हुन्छ, तर मैले आज चाहिँ यसलाई डाइरेक्टली एउटा भाँडोमा राख्थेँ। बेच्नु पर्दैन, जस्तो बनाइने हुन्छ। 1 मोर। अनि यताबाट फेरि यसरी फोल्ड गर्ने अनि यसलाई च्याट्ट लगाएर यसमा राखिदिने। डन। अब यसलाई चाहिँ डल्लो पार्ने। यसलाई चाहिँ मैले ल गोलो 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 बनाएँ, सक्यो। ल ल फापर यो है, यो चाहिँ कोदोलाई यतै राखौँ। ल यो कोदोको पाउरोटी, यो फापर र आटाको, यो कोदो र आटाको। हेर्दै हामीले देखिहाल्छौँ, चिनिहाल्छौँ।